अनि आज चाहिँ हामी अब धान रोप्ने समय हुन आँट्यो होइन। बिउ छर्ने समयमा अब बिउ छर्ने आज भनेर चाहिँ ब्याड राख्ने भनेर चाहिँ मेरा दाजु यता हुनुहुन्छ वहाँनिर। दाजु है ल एकदम है। मेरो दादा हुनुहुन्छ अलिक कस्तो कस्तो देखेको नि। यहाँ पर बुवा पनि हुनुहुन्छ होइन। अनि बुवा हुनुहुन्छ अनि यता भ्लगर हुनुहुन्छ। भ्लगरको चाहिँ आज यो भिडियो चाहिँ उहाँले बनाउनु पर्ने खास, तर मलाई बनाइदिनु भएको छ। यस्तो चल्छिरहेको छैन बाफ्रे है। ल तपाईँ भ्लगर मोबाइल बोक्नु, म चाहिँ के अरे उता पानी उठाउन जान्छु। ल बाई। सबैजनालाई सेवा र नमस्कार है। जो लोपा खाम्री जिते छ सबैलाई स्वागत छ। हाम्रो चाहिँ उहाँ भनेको चाहिँ बा हो है। यहाँनिर भनेको चाहिँ टक्क अब बर्खा पनि लागिसकेको छ, पानी पनि बेलुका होइन मजाले पढ्यो। भूकम्पको पनि हामीले धक्का खाइसकिसकेर यहाँनिर टक्कसँगले पानी जमिसकेको छ होइन। अब पानी जमिसकेपछि अब बर्खा लाग्यो होइन, धान रोप्नै पर्यो होइन। हिलोमा छुप्पु हिलोमा धान रोपेर छाडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला भन्दै हामी चाहिँ यहाँसम्म टक्क हाम्रो टोली यहाँ उहाँहरू दुईजना हुनुहुन्छ, उता पानी फ्याल्दै हुनुहुन्छ होइन। सबैजना आएर चाहिँ हामी चाहिँ चट्टसँगले यहाँनिर चाहिँ अब धानको बिउ रोप्नको लागि आइसकेको छौँ होइन गाइज। अनि अब चाहिँ हामी चट्टसँगले यहाँनिर धानको बिउहरू रोप्नेछौँ होइन। अब कसरी के गर्छौँ भनेर चाहिँ सबैभन्दा सुरुमा चाहिँ हामीले यहाँनिर आलीसाली लगायौँ होइन। उहाँ आली लगाउँदै हुनुहुन्छ, यता पानी फ्याल्दै हुनुहुन्छ होइन उहाँले। अब त्यस्तो तरिकाले हामी गर्दछौँ है। ल गाइज सबैजनाले अब सपोर्ट गरिदिनुपर्छ होइन। यो नयाँ अब युट्युबरलाई साथ सपोर्ट गरेर अगाडि बढाउने जिम्मा तपाईँहरूको छ है त गाइज। पानी मस्त खेल्दै हुन्छ। ल हामी चाहिँ धान रोप्नको लागि होइन। ए धान रोप्नु होइन हौ, बिउ राख्नु। अब बर्खा लाग्यो गाइज, धानको खेती गर्नुपर्छ होइन मजालेसँगले चट्टसँगले। निन्द्रा लागिरहेको ले चाहिँ टक्कसँगले धान रोप्ने ठाउँ चाहिँ एकदमसँगले रेडी बनाइसकेर होइन। अब चाहिँ हामी चाहिँ भनेको चाहिँ एकदम फर्किसकेका छौँ होइन। उहाँनिर हुनुहुन्छ हाम्रो सर होइन। टक्कसँगले हाम्रो खेतबारी भनेको चाहिँ यही हो होइन। यहाँ पर चाहिँ हामीले धानको त्यो बिउ राख्ने ठाउँ बनाएर अब चाहिँ हामी सबैजना गयौँ। ल सबैजनालाई नमस्कार राधे होइन श्याम। अब सबैजनालाई लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु नभुल्नु होला भन्दै म पनि बिदा मारी।